सुशासन नभइकन विकास हुँदैन। पहिला सुशासन चाहिन्छ, त्यस पछाडि विकासका कुराहरू आउँछन्। विकासका कुराहरू त्यतिकै हुँदैन, सुशासन बिना त्यतिकै विकास आउँदैन। विकासको बिउ भनेकै सुशासन हो। सुशासनको पक्षमा हामी लडिरहेका छौँ, बोलिरहेका छौँ, काम गरिरहेका छौँ। विकासका पक्षमा पनि हामी कामहरू तपाईको चाहिँ सरकारलाई गर्नुपर्छ भन्ने कुरा दबाब दिइरहेका छौँ, अनुरोध पनि गरिरहेका छौँ। जे गर्नुपर्ने हामीले गरिरहेका छौँ। एउटा प्रतिपक्ष दलले गर्नुपर्ने जति हामीले 100% 100% काम गरिरहेको कुरा म यहाँ सबैजनालाई जानकारी गराउँछु। हामीलाई नेपाली जनताले धेरै सिट दिनु भएन, जे दिनुभयो त्यसैमा हामी खुसी छौँ। तर जे जति सिट आए पनि यदि यो देश बेचिनु खोज्छ, यदि यो देश तपाईको चाहिँ कसैले लुट्न खोज्छ, यदि यो देशमा अराजकता र तपाईको चाहिँ लोकतन्त्र विरोधी गतिविधिहरू हुन्छ भने हामी जे जतिजना छौँ सदनमा हामी सशक्त प्रतिवाद गर्छौँ, सडकमा हामी प्रतिवाद गर्छौँ। हामी जहाँ जहाँ जे बोल्नुपर्ने हो नेपाली जनताको हितमा बोल्नेछौँ। भइपरिआएको खण्डमा सडकमा हामी चाहिँ प्रतिकार गर्न पनि पछि पर्ने छैनौँ भन्ने कुरा पनि म विश्वास गर्न चाहन्छु। यहाँका अधुरा योजनाहरू भर्खरै हाम्रो आरएनजीले भनिसक्नु भएको छ। थुप्रै योजनाहरू छन्। बालनजी मेरो साथी पनि हो एक खालको, उहाँ अहिले सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ। साथीको नाताले म बालनजी भन्छु, किनभने घरिघरि आई लभ यू लेख्नुहुन्छ, त्यसले गर्दा है कतिको हिसाबले सम्माननीय प्रधानमन्त्रीज्यू भन्छु म। त्यो 100वटा डोजर हापाथलीमा मनोहरामा होइन, 1-2वटा डोजर खोटाङको बाटो भत्किएको बाटो खोल्नका लागि पनि पठाइदिनु। 100-150वटा डोजर त्यो काठमाडौँमा चाहिँदैन घर भत्काउनका लागि। यतातिर तपाईको पहिरो गएर बाटो पुरिएको छ, त्यो बाटो तपाईको खोल्नका लागि डोजर पठाइदिनुहोस् खोटाङमा 4-5। खोटाङले जनताले डोजरलाई सम्मान गर्नुहुनेछ, स्वागत गर्नुहुनेछ जस्तो मलाई लाग्छ होइन। त्यो तपाईको चाहिँ उपत्यका भित्र मात्रै नेपाल देख्नु हुँदैन। मैले पहिलो सदनको पहिलो बैठकमा पनि भनेको छु यो कुरा। खोटाङ पनि नेपाल हो, यहाँ पनि आउनु पर्यो है। हाम्रो गृहमन्त्री आउनु पर्यो, शान्ति सुरक्षाको व्यवस्था कस्तो छ भनेर। प्रधानमन्त्री पनि आउनु पर्यो, यहाँ कस्तो के छ भनेर। अर्थमन्त्रीहरू आउनु पर्यो, आउनुपर्छ कि पर्दैन है। हर्क साम्पाङ र उसको श्रम संस्कृति कस्तो खालको श्रम पार्टी हो त भन्दाखेरि एउटा सानो तारमा 8 वर्षको बच्ची महाकाली तर्दै गरेको डढाएर यसो नजानु खोजिरहेको आमाले जाऊ जाऊ केही हुँदैन नानी भन्ने हिसाबले आमाले पठाइराखेको त्यो दुःख देखेर रोएर त्यो गाउँ कहाँ रहेछ भनेर मान्छेको टोली 10 दिनसम्म खोज्न पठाएर खोजेर त्यो गाउँ पुगेर त्यो गाउँबाट रिपोर्ट लिएर आएर त्यहाँ पुल थाप्दै गर्ने समूह यो श्रम संस्कृति। म यहाँ भन्न चाहन्छु, गफले देश बन्दैन। गफले देश बन्यो भने उहिले सिङ्गापुर जस्तो भइसक्थ्यो, उहिले स्विजरल्यान्ड जस्तो भइसक्थ्यो। तर कामले मात्रै, पसिनाले मात्रै देश बन्न सक्छ भन्ने कुरा बुझेर पसिना बगाएर यो देश बनाउनु पर्छ। पूर्वको तपाईको इलामको मान्छेलाई पनि दार्चुलाको मान्छेसँग जोड्नुपर्छ, खोटाङको मान्छेलाई पनि तपाईको मधेसको मान्छेसँग जोड्नुपर्छ भनेर देशव्यापी श्रमदानको अभियान चलाइराखेको पार्टी भएको कारणले यहाँहरूलाई पनि काम गरेर मात्रै देश बन्छ भन्ने विश्वास लाग्छ भने तपाईहरूले हाम्रा जिल्ला कार्य समितिका अध्यक्ष लगायत टोलीलाई